के को पार्किङ भाइ? कतिको कति अरे 50 रुपियाँ? के को भाइ? यो सूर्योदय नगरपालिकाको हो। यो खास केको लागि उठाएर तपाईँले अहिले यो रोडमा राखेको गाडी हामीले पार्किङमा पनि होइन वेट यो रोडको चाहिँ पैसा कसरी? नमस्ते। तपाईँले उठाउनु भयो पैसा? 50 रुपियाँ? आमा पैसा चाहिँ किन उठाउनु? यो त रोड हो नि त, यो त बिग्रे पनि सरकारले बनाउने होइन। पार्किङ हो र? यो त पार्किङ होइन नि त। हामीले नै तिरेको त्यही त तपाईँको यो त रोड हो नि त, मेन रोडमा त कसरी? उठाउँछ त पार्किङ त सरसफाइ शुल्क हो क्या म्याडम? सरसफाइ के सरसफाइ गर्नु भएको तपाईँहरूले? यहाँ आउनु त उता झाडीभित्र म कति देखाउँछु त इलामको झाडीभित्र कति फोहोर छ, टिपेर सबै उता डस्टबिन कति फोहोर छ भन्नु त। यो त हुँदैन नि, बाटोमा राखेको त उठाउनु पाइँदैन नि भाइ। के गर्नु अब टेन्डर हो। त्यही त हामी त तिर्दैनौँ, हामी त बाटोमा राखेर त तिर्दैनौँ। बाटो त सरकारले बनाएको बाटो हो, ठेकेदारले बनाएको बाटो थोडी हो र। भाइलाई अहिले मैले कुरा पनि गरेँ होइन, मै मान्छे लिएर आउँछु यहाँनिर डेली, म हप्ताको एकचोटि आउँछु अनि फेरि त्यही माथि अब हप्ताको एकचोटि म आफै आउँछु अनि फेरि अब उनीहरूले हामीहरूले नै पैसा उल्टै लिन्छ। होइन पार्किङ गर्ने ठाउँ कहाँ छ भाइ? देखाउ त। सरसफाइ शुल्क हो त्यस भने यो पहिला चेन्ज गर्नु सरसफाइ शुल्क भनेर। पढ्नु न त एकचोटि, यहाँ पढ्नु त एकचोटि म्याडम। अनि हामी त फोहोरै गरे छैन त। होइन ओर्लेर तपाईँ फोटो खिचेको हो नि त भाइ। फोटो खिचेको यस्ता साना साना भाइ बुइनाहरू आउँछ फोटो खिच्नलाई, उनीहरूसँग पैसा उठाएर त भएन नि भाइ। यो चाहिँ हामी यो नगर सूर्योदय नगरपालिकासँग हामी समन्वयन गरेर कुरा राख्छौँ यो विषयमा है, सम्बन्धित निकायलाई गएर भाइ। रोडमा चाहिँ पनि घुम्न आउनुभएको हो? यो पार्किङ शुल्क दिँदै गर्ने होइन कहाँ छ त पार्किङ गर्ने ठाउँ? यो रोडमा राखेर त पैसा उठाउनु पाउँदैन नि भाइ। हजुर फोहोर व्यवस्थापन पनि राम्रो छैन। यहाँको फोहोर सबै जलाइरहेको छ, त्यहाँ पछाडि मैले देखिरहेको छु है। यो चाहिँ व्यथिति हो यहाँको भाइ, बुझ्नुभयो? तपाईँ यहाँको पैसा उठाउने भाइ हुनुहुन्छ होइन? ल एकपल्ट तपाईँको फोन नम्बर दिनुहोस् मलाई, फोन नम्बर दिनु। 50 रुपियाँ चाहिँ तपाईँले पाउनु भएन आजका दिदीबाट ल है, त्यो चाहिँ मैले दिन्न। यो चाहिँ व्यथिति हो है त। ल यो चाहिँ हामी